मा तपाईहरुलाई स्वागत छ। आशा लाइभ ब्लग नेपालमा हजुरलाई धेरै स्वागत गर्दछु। साथीहरु आज म यतिखेर तपाईहरुलाई याद गरेर बसिरहेकी छु। साथीहरु हजुरको याद भारतमा नेपालमा बस्ने सबै साथीहरुलाई र देश परदेशमा बस्नुहुने तपाईहरुलाई स्वागत गर्दछु, प्यार से नमन गर्दछु। और साथीहरु खास गरी म भारतको दिल्लीमा छु। दिल्लीमा रहनुहुने सबैजना साथीहरुलाई पनि स्वागत गर्न चाहन्छु। यदि तपाईहरु पनि दिल्लीमा कहीं रहनुहुन्छ भने मलाई कमेन्टमा जरुर बताउनु होला कहाँदेखि हुनुहुन्छ, कता हुनुहुन्छ र दिल्लीमा रहनुहुने सबै दिदीबहिनी दाजुभाइ जति पनि हुनुहुन्छ हजुरलाई यदि कपडा सिल्नु पर्ने छ भने मलाई याद गर्नु होला है। म यहाँबाट हजुरलाई याद गर्नेछु। अनि यदि नेपालमा बस्ने जति पनि साथीहरु हुनुहुन्छ हजुरले पनि मलाई भन्नु होला म नेपालदेखि हो भनेर। साथीहरु तपाईहरुसँग कुरा गर्दा मलाई धेरै नै खुसी लाग्दछ। आज खुसी हुँदै तपाईको सामु म आइरहेकी छु साथीहरु र कामको साथसाथमा तपाईहरुसँग पनि कुरा गरेर यस्तै गरेर म दिन बिताउन चाहन्छु साथीहरु। प्रियजन मेरा प्यारा मसी भाइ दिदीबहिनी दाजुभाइहरु और तपाईहरुलाई पनि धेरै स्वागत गर्न चाहन्छु। आज मेरो लागि पनि तपाईहरुले प्रार्थना गर्नु होला र हजुरहरुको लागि पनि म प्रार्थना गर्दिने छु साथीहरु। यति काम सबै म गर्दै पनि म कहिले संगतिमा जानु पर्यो भने काम चट्टै छोडेर पनि संगतिमा जान्छु साथीहरु। हामी संगति जानको लागि हामी डराउनु हुँदैन। हामी संगति जानको लागि चाहे जति पनि काम किन नहोस् काम छोडेर म संगति जान्छु। हो साथीहरु हाम्रो साथमा काम हुन्छ, मेहनत हुन्छ, कहिले हाम्रो पास टाइम हुँदैन, अल्छी लाग्छ, तर पनि हामी परमेश्वरको वचन आधार आज्ञा पालना गर्ने मानिसहरु कहिले पनि परमेश्वरको भवनमा जान छोड्दैन। सधैं उसले परमेश्वरको आज्ञा पालना गर्दछ। साच्चै नै मेरा साथीहरु तपाईहरुलाई पनि स्वागत गर्न चाहन्छु आजको सुन्दर यो भिडियोमा। साथीहरु तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ, जहाँबाट पनि हेर्दै हुनुहुन्छ नि यो भिडियोलाई पुरा हेरिदिनु होला, पुरा सुनिदिनु होला। यस्तै भिडियोमा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। साथीहरु तपाईहरुको लागि म यदि प्रार्थना गर्न तपाईहरुलाई जरुर छ, यदि तपाईहरुको लागि केही कुराको केही तपाईहरुलाई मुस्किल छ भने मलाई भन्नु होला है। म तपाईहरुको लागि अटेन्ड भएर म प्रार्थना गर्दिने छु। तपाईले यस भिडियोलाई सुनिरहनु होला प्यारा मसी भाइ दिदीबहिनीहरु। किनभने आज हामीले गरेको प्रार्थना साच्चै परमेश्वरको नजरमा हामी धर्मी मनुष्य छौं भने उहाँले परमेश्वरले प्रार्थना सुनिदिनुहुन्छ। परमेश्वरले भन्नुहुन्छ धर्मीको प्रार्थनाको द्वारा सबै कुरा हुन्छ हैन। असम्भव कुराहरूलाई परमेश्वरले सम्भव गर्न सक्नुहुन्छ। प्रिय साथीहरु हजुरलाई थाहा छ हाम्रा कति पनि रिश्तेदारहरु दिदीबहिनी दाजुभाइहरु हुनुहुन्छ उहाँले परमेश्वरको समयमा समय बिताउन चाहनुहुन्न। उहाँले परमेश्वरलाई चिन्न चाहनुहुन्न। हाम्रो दिदीबहिनी दाजुभाइहरु कति नै दुःखमा कति नै कष्टमा हुनुहुन्छ। संसारमा एउटा पैसा हुन्छ नि भन्छ, पैसा मात्रै होइन तर हामीले हाम्रो साथमा पैसा मात्रै भएर पनि हुन्न। जब हाम्रो साथमा परमेश्वर हुनुहुन्न भने पैसा त खाली रहन्छ। त्यही भएर हामीले सबैभन्दा पहिले हामीले परमेश्वरलाई हामीले समय दिनु पर्दछ। साथीहरु आजको मेरो यो भुलजमा तपाईहरुलाई आज मैले धेरै काम गर्दै छु। आज म संगति जान छैन हैन। आज यो शुक्रबारको दिन हो र हिजो बिहीबारको दिन यहाँ उपवास प्रार्थना चल्छ इन्डियामा। हाम्रो जो संगति हामी जाने कलिसियामा र त्यहाँ गएर अनि म उपवास प्रार्थनामा म हिजो सामेल हुन गइरहेकी थिएँ साँझ र म जस्तै म मेरो संगति जाने बाटोहरु पनि हजुरलाई म देखाउँदछु। संगति जाने बाटो मेरो अति नै रमाइलो बाटोमा पनि तपाईहरुलाई स्वागत गर्दछु फेरि अर्को भिडियोमा। अहिलेको भिडियोमा तपाईहरुसँग धेरै कुरा गर्दा मलाई धेरै खुसी लागेको छ साथीहरु। तपाईहरु चाहिँ कहाँबाट हुनुहुन्छ हजुरले हेर्न नभुल्नु होला यो भिडियोलाई। आज हेर्नु न मसँग ढेर कपडाहरु छन्। यिनी म सबै मैले सिलेको कपडाहरु है। 5 जोडी सुट छन् यहाँ मैले सिलेको कपडाहरु है। ल यो बुलज पनि मैले सिलिरहेकी छु हैन। अब यतापट्टि देख्न सक्नुहुन्छ यिनीहरु कोही सिलेको कपडा हुन्, कोही नसिलेको कपडा हुन्। र साथीहरु म छिटो काम भेरो र म अब घर जाने तयारीमा छु। अब घर गएर फेरि आउने छु र फेरि यस्तै भिडियो गर्ने छु र घरमा जब यहाँ जबसम्म पर्दसम्म नि 2-4 दिनको भिडियो म फेरि राख्नेछु र फेरि घर गएर घरको भिडियो हजुरलाई देखाउने छु। आजको यो भारतको कुना कुनामा रहने
सबै दिदीबहिनी दाजुभाइलाई पनि स्वागत गर्न चाहन्छु। साथीहरू तपाईँ कहाँ कहाँ बस्दै हुनुहुन्छ भारत र इन्डियामा हजुरले जरुर बताउनु होला। इन्डियादेखि बाहिर रहनुहुने सबै दाजुभाइले पनि मलाई हजुरले कमेन्ट लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। मेरो भिडियो हजुरलाई मिल्नेछ र हजुरहरूको लागि म प्रार्थना पनि गरिदिनेछु र यस्तै भिडियो देख्नको लागि हजुरलाई धेरै स्वागत गर्दछु। साथीहरू काममा एकदम थाकेको हुन्छ कि कति थाकेको हुन्छ तर पनि शरीरले हार मान्छ, थकान लाग्छ, अल्छी लाग्छ। साथीहरू हामीहरूको शरीर सधैँ कमजोर र दुर्बल रहन्छ तर हामी आत्मामा तयार रहनुपर्छ। साँच्चै नै हो प्रियजन, म तपाईँहरूलाई भन्न चाहन्छु तपाईँहरू जहाँ जहाँबाट पनि देख्नुहुन्छ तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। साँच्चै नै हामीले जति काम भए पनि जति जे भए पनि आज तपाईँहरूसँग म बोल्न पाउँदा धेरै खुसी छु। फेरि अर्को भिडियोमा जरुर मिल्नेछु साथीहरू। अब म बुलेटको बटन राख्दैछु है साथीहरू। बुलेटको बटनहरू देख्न सक्नुहुन्छ, हु बटनहरू यसमा छन्, हु बटन हेर्नु न बजिरहेको छ। यो भयो कैँची, यता भयो इन्टिचेप्टर छ। मेरो फोन राखेर यो ठाउँ छ, फोन राखेर तपाईँहरूलाई म देखाउन चाहन्छु, देख्न चाहनुहुन्छ नि है। ल साथीहरू हेर्नुहोस् है, प्रभुको साथ म प्रभुको साथ, कसको साथ हो न म प्रभुको साथ। परमेश्वरले मलाई जस्तै म काम गर्दा गर्दै साँच्चै परमेश्वरले मलाई एउटा भजन दिनुभयो। म हारेको बेला, म लडेको बेला मलाई सहारा दिने मेरो प्रभु हुनुहुन्छ। साँच्चै नै हामी हारेको बेला, लडेको बेला हामीलाई सहारा दिने उहाँ नै हुनुहुन्छ। प्रियजन तपाईँहरूले हार नमान्नुहोस्, हाम्रो साथमा परमेश्वर हुनुहुन्छ। जय मसीह की। तपाईँहरूलाई कस्तो लाग्यो आजको भिडियो? मन परेमा लाइक सब्सक्राइब जरुर गर्नुहोला।